चिया लभर अनि यहाँ मेरो साथी भेटेँ जुकाको औषध खुवाउँदै हिँड्या रहेछ यसले ओ चेस सुमित्री हामी चिया लभरहरू चिया लभर भाउजू चेस भन्नु नि यहाँ भन्नु अनि ठिक छ मलाई योसँग गफ गर्ने यहाँ रमिता ओइ अब ठडेर तैँले छ नि सुनजोड्नेवाला मैले पनि जोड्या भएदेखि अनि म पनि धनी हुन्थेँ त मात्र धनी भएछ सकिएछ सुन काना लगाएपछि के को धनी न गरी अनि यो त अब केही समस्याहरू बेच्न मिल्छ नि त मिल्छ भन्ने मैले तँ स्याम्पू दलेर सिधा सबै कुराको औषध त यही गाउँ रहेछ होइन है तँलाई केही गर्नु पर्दैन त साबुनले पनि नुहाइहाल्छस् हे त ठ्याकेर नउनिएर हामी त भनेर भन्दै तेरो साथीलाई सुनाइदियो ए एउटा कपाल झरे छैन है यसको त भाउ सबै पनि झर्दैन मेरो त कति लामो कपाल हेर्नु त आमा मेरो नि मेरो कपाल झर्न चाहिँ एउटै नझर्ने रहेछ नि त यसको चाहिँ के भएर गयो कपाल त यस्तो त्यो जस्तो लामो हो र स्याम्पल नहुँ हाम्रो साबुन नहुने जे भेटा त्यसले लाउने होइन गाउँमा त बसेपछि त गाउँकै पानी राम्रो हो कि काठमाडौँको पानी नराम्रो हो कि म जारको पानीले किनेर नुहाउँछु हो बरु म खानलाई अरू पानी खान्छु कि तर जारको पानी नुहाउँछु जारको पानीले होइन झर्छ यस्तो झर्छ मेरो बेपत्तै झर्छ झर्छ अब के